नमस्ते। यो दुई लेयर खेती प्रणाली केरा र अलैँचीलाई चाहिँ एकै ठाउँमा दुईटा तलबाट अलैँची माथिबाट केरा लगाइएको छ। यसको अभ्यास कता देख्नु भएको छ? मेरो चाहिँ आफ्नो बारीमा मेरो परिवार र मेरो बाहिर परिवारले यसरी खेती गर्ने गरेको छ। यसरी दुई लेयर लगाउँदा दुवैलाई एकाअर्कामा चाहिँ त्यसले पारस्परिक लाभ दिन्छ। अलैँचीले चाहिँ सेड पाउँछ, छाया पाउँछ भने केरालाई पनि अलैँची यो चाहिँ यो सडै गरेको चिजबाट मल मिल्छ र अलैँची लगाएको भए चाहिँ उर्वर हुन्छ। केराको खेतको जमिन पनि उर्वर हुने गर्छ र केरा र अलैँचीलाई सँगै लगाउँदा यसले चाहिँ एकअर्कामा उर्वर हुने र एकअर्कामा सहयोग पुग्ने अहिलेको अनुभवले चाहिँ देखाएको छ। यो चाहिँ यस उपयोगी प्रणाली जस्तो लाग्छ मलाई। यहाँहरूले कतै यस्तो अभ्यास गर्नुभएको छ भने सेयर गर्नु होला। यता पनि देख्न सक्नुहुन्छ केरा, अलैँची र सुन्तलालाई कम्बाइन्ड रूपमा लगाइएको छ। धन्यवाद।